मेरो बुढी उठ्न सक्दिन म उठाइदिनु पर्छ के हेर्नुहोस् त यहाँ आऊ न बुढी बिस्तार के हुनु त सो भात सो तरकारी सो आज के छ त तरकारी सो गाई देख्न सक्नुहुन्छ अंडा करी अलिकति थाहा नि एउटा अलिकति थाहा न अलिकति सो गाइज नमस्ते स्वागत छ फेरि पनि गाउँले ब्लगमा सो टेन्सन हुन्छ यहाँ भालेलाई खाना हालिदिइसकेको छु उहाँ खाइसक्यो उहाँ खाना 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 भनेर उहाँ किचनमा गागै गऱ्यो यहाँनिर टेन्सन हुन्छ त्यहाँ खा तेरो हजुरबा खाऊ 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 न सो गाइज फेरि पनि भन्न चाहन्छु स्वागत छ यहाँलाई सो गाइज आज चाहिँ लगभग 10:30 भइसकेको छ हामी चाहिँ घरमै छौँ यहाँ बुढाहरू खेल्दैन भएको छ सो अब चाहिँ हामी लुगा सुगा धोयो हल्का लुगाहरू मैलो थियो सबै धोयो र अनि अब चाहिँ खाना खानुपर्ने हुन्छ सो गाइज काम लागेको छैन धुम्म छ टेन्सन हुन्छ यहाँनिर यस्तो छ सो बारीतिर नि हाम्रो सबै हरियाली भइसकेको छ सो गाइज पारी बादल उडिरहेको छ सो भालेलाई खाना हालिसकेको छु र सो मलाई पनि खाना लागिसकेको छ अब चाहिँ हामी खाना खान जाँदैछौँ आज खानामा के पाकेको छ भिडियो बनिनु होला देखाउने छु सो लागौँ अब खाना खान है त ओह भएन तर सो भात सो तरकारी सो आज के छ त तरकारी सो गाई देख्न सक्नुहुन्छ अंडा करी सो दाल आज चाहिँ मेरो लागि अंडा करी सो मैले अंडा खान्छु सो त्यसैले अंडा करी पाकेको छ हाम्रो आज सो टेन्सन हुन्छ यहाँनिर सो खाना तयारी हुँदैछ हाम्रो सो अब टेन्सन हुन्छ अब हामी खाना खान जाँदैछौँ सो गाइज तपाईहरु पनि खाना खान बस्न सक्नुहुन्छ सो लागौँ है त अब सो टेन्सन हुन्छ मेरो बुढीले सुरु गरिसकेको छ र अब म पनि सुरु गर्न जाँदैछु सो गाइज आज चाहिँ छोरीले खाइसक्यो अनि हामी चाहिँ बुढाबुढी खान जाँदैछु यत्रो विधि हाल्दै मलाई तिमी नखाइ सो हेर्नु नि यहाँ कति हाल्दै यो यत्रो विधि त खान्न है बुढी म त आज चाहिँ थप्ने खाना नले सो अंडा अंडा करी अलिकति थाहा नि एउटा अलिकति थाहा न अलिकति एकदमै आलु चिप्ले भेरी अचार लाग्यो हेर्नुहोस् अंडा करी आज चाहिँ यसमा चाहिँ मर मसला हाल्यो होइन के म मर मसला दिएर खान्न सो त्यसैले vegetable खाना अन्डा भेजिटेबल हो कि के मासु हो भने भेजिटेबल पनि पर्छ सो गाइस थाहा छैन कमेन्ट गर्नु होला सो गाइस मैले चाहिँ यहाँ खाना ल्याएको छु के थप्नलाई सो टेन्सन हुन्छ यहाँनिर एकैचोटि भात ल्याएँ मैले चाहिँ बुढीले चाहिँ नथप्ने म चाहिँ थप्ने नै हो सो गाइस उयो त किन पेट भएको छ छोरीसँग अघि उ गरेको थियो
Cerrah deh. Minta ke desa. Banyak. Oke, benar. Udah ya? Anda kali ada jam loh. Nggak boleh jangan salah loh. Yuk, mati. Ada tuh. একবার কথা ভাবিছেন पिउ न दाल अन्त खरिएर भात आधा खायो कतिवटा अन्त भयो तिनवटा अन्त गाइज आज चाहिँ अन्डा करी र भात खायो सो गाइज कसलाई अन्डा करी र भात मनपर्छ सो कमेन्ट गर्नु होला सो आजको भिडियो चाहिँ कस्तो लाग्यो यदि राम्रो लाग्यो भने ल अब हामी उठ्दैछौँ ल उठ्नु बिस्तारै मेरो बुढी उठ्न सक्दिन म उठाइदिनु पर्छ के हेर्नुहोस् त यहाँ आऊ न बुढी बिस्तारै के हुनु त ल हेर्नुहोस् यहाँ मेरो बुढी उठ्नै सक्दिन बिचार पर्दैन बुढी एकै हुने ल फाइनली मेरो चाहिँ हाम्रो भिडियो यति नै होइन अब चाहिँ खाना खाइयो फाइनली बुढीले खाना थालेर म पनि लिएर जानुपर्ने हुन्छ सो गाइज फाइनली खाना खाइयो अनि बाहिर निक्लिएको घाम लागिरहेको रहेछ यो टेन्सन हुन्छ पहेँलो पनि लागिरह के अरे पहेँलो भने बादल सो यहाँ भाले हेर्न यहाँ भाले यहाँ खेलिरहेछ यहाँ यहाँ भुतुली गरेर बिहान भर्खर बढाएर थिएँ यस्तो गरिरहेछ के गर्यो ल्यान त्यहाँ ल्यान एकदम आनन्द जिन्दै छ उसको ल्यान त सो गाइज अब चाहिँ पसलतिर लाग्दिन लाएको ढिला भइसक्यो लगभग 11:30 भइसक्यो त्यसैले अब चाहिँ पसल लाग्दिन लाएको सो गाइज आजको भिडियो कस्तो लाग्यो यदि राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला च्यानल नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला सक्दो सेयर गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्दै आजको यस भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु जाँदा जाँदै के भन्न चाहन्छु भने यो भिडियोलाई चाहिँ सेयर गरिदिनु होला मन पर्यो भने लाइक गरिदिनु होला च्यानल नयाँ हुन्छ सब्सक्राइब गरिदिनु होला भन्दै बिदा हुन चाहन्छु हस्त नमस्ते।